नेचुरल स्टार विजय बराल वर्सेस केदार घिमिरे माग्ने बुढा टप 10 हाइएस्ट क्रसिङ मुभी कम्प्यारिजन। विजय बरालको 10औं हाइएस्ट क्रसिङ चलचित्र हो डिग्री माइला, जसले 2 करोड 75 लाखमा निर्माण भएर 5 करोड 5 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 10औं हाइएस्ट क्रसिङ चलचित्र हो माइती घर, जसले 4 करोडमा निर्माण भएर 4 करोड 12 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ एक पोइन्ट आउँछ विजय बरालको। विजय बरालको 9औं हाइएस्ट क्रसिङ चलचित्र हो जारी 2, जसले 3 करोड 50 लाखमा निर्माण भएर 14 दिनमा 6 करोड 80 लाख रुपैयाँ क्रस कलेक्सन गरेको छ र यो चलचित्र थुप्रै हलहरूमा प्रदर्शन पनि भइरहेको छ। त्यस्तै केदार घिमिरेको 9औं हाइएस्ट क्रसिङ चलचित्र हो माग्ने राजा, जसले 2 करोड 50 लाखमा निर्माण भएर 4 करोड 80 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विजय बरालको। विजय बरालको 8औं हाइएस्ट क्रसिङ चलचित्र हो कबड्डी 1, जसले 35 लाखमा निर्माण भएर 7 करोड 34 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 8औं हाइएस्ट क्रसिङ चलचित्र हो वडा नम्बर 6, जसले 20 लाखमा निर्माण भएर 5 करोड क्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विजय बरालको। विजय बरालको 7औं हाइएस्ट क्रसिङ चलचित्र हो कबड्डी 3, जसले 2 करोड 50 लाखमा निर्माण भएर 7 करोड 59 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 7औं हाइएस्ट क्रसिङ चलचित्र हो छक्का पञ्जा 3, जसले 2 करोडमा निर्माण भएर 7 करोड 83 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ भने पोइन्ट आउँछ केदार घिमिरेको। विजय बरालको 6औं हाइएस्ट क्रसिङ चलचित्र हो अन्जिला, जसले 2 करोडमा निर्माण भएर 8 करोड 83 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 6औं हाइएस्ट क्रसिङ चलचित्र हो छ माया छपक्कै, जसले 1 करोड 50 लाखमा निर्माण भएर 9 करोड 93 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ केदार घिमिरेको। विजय बरालको 5औं हाइएस्ट क्रसिङ चलचित्र हो दिमाग खराब, जसले 4 करोडमा निर्माण भएर 8 करोड 98 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 5औं हाइएस्ट क्रसिङ चलचित्र हो जेरी अन टप, जसले 7 करोडमा निर्माण भएर 12 करोड 18 लाख रुपैयाँ क्रस कलेक्सन गरेको छ र यो चलचित्र थुप्रै हलहरूमा प्रदर्शन भइरहेको छ। यहाँ पनि पोइन्ट आउँछ केदार घिमिरेको। विजय बरालको 4थो हाइएस्ट क्रसिङ चलचित्र हो कबड्डी 2, जसले 1 करोडमा निर्माण भएर 10 करोड 35 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 4थो हाइएस्ट क्रसिङ चलचित्र हो छक्का पञ्जा 2, जसले 1 करोड 50 लाखमा निर्माण भएर 14 करोड 51 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ केदार घिमिरेको। विजय बरालको 3रो हाइएस्ट क्रसिङ चलचित्र हो जारी, जसले 2 करोडमा निर्माण भएर 17 करोड 48 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 3रो हाइएस्ट क्रसिङ चलचित्र हो छक्का पञ्जा 5, जसले 3 करोडमा निर्माण भएर 15 करोड 20 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यहाँ भने पोइन्ट आउँछ विजय बरालको। विजय बरालको 2रो हाइएस्ट क्रसिङ चलचित्र हो कबड्डी 4, जसले 3 करोडमा निर्माण भएर 21 करोड 40 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको 2रो हाइएस्ट क्रसिङ चलचित्र हो छक्का पञ्जा 1, जसले 85 लाखमा निर्माण भएर 16 करोड 10 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो।
यहाँ पनि पोइन्ट आउँछ विजय बरालको। विजय बरालको नम्बर 1 हाइएस्ट ग्रसिङ चलचित्र हो पूर्ण बहादुरको सारङ्गी, जसले 1 करोड 30 लाखमा निर्माण भएर 46 करोड 87 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यस्तै केदार घिमिरेको नम्बर 1 हाइएस्ट ग्रसिङ चलचित्र हो छक्का पञ्जा 4, जसले 3 करोडमा निर्माण भएर 17 करोड 53 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यहाँ पनि पोइन्ट आउँछ विजय बरालको। यो सँगै विजय बरालको 6 पोइन्ट र केदार घिमिरे माग्ने बुढाको 4 पोइन्ट आएको छ। पोइन्टको आधारमा आजको हाम्रो यस भिडियोको विनर हुनुहुन्छ विजय बराल। तपाईहरुलाई भने विजय बराल र केदार घिमिरेमा कुन चाहिँ अभिनेता मन पर्छ कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।